पाइलिङ रेडी भएर जेसीबी जाली उठाउन रेडी भइरहेको छ। टुसन बाँध्ने खानामा जाली उठाउन। जाली पनि बहुत भारी छ, मान्छेले त हल्लाउन सक्दैनन्। 25 mm को रड पो हो त, बहुत भारी छ। जेसीबी लगाउँदै छ अब। त्यसमा जेसीबी मात्रै भएर भएन, मान्छे पनि चाहियो। जाली लगाउँदै छ अब जेसीबीलाई। म चाहिँ छु अहिले ढेकाजुली घाग्रा गरजुली साइड भन्नेमा। यो यहाँको न्यू साइड हो। लाँदै छ तानेर जोड लगा। ठेल्दैन, जेसीबीले मात्रै भएन भएन, मान्छे पनि चाहियो। देख्दा त कति आसानीले गएको जस्तो लाग्छ, तर गर्नेलाई थाहा छ कति कठिन छ भन्ने कुरो। देख्नु र गर्नुमा बहुत फरक पर्छ नि त, बहुत अन्तर छ। काम सक्यो जेसीबीको। अब पाइलिङकै टुचनले अब लगाएर तान्दछ। नयाँ साइड हो यो, यहाँको साइड अहिले 10 नम्बर पाइल होला, छन् 20 जस्तो पाइल छन्। अब माथि उठाएर हाल्दैछ। अब दिन पनि राम्रै छ, न त्यस्तो घाम लागेको छ, न पानी परेको छ, न त्यति ठन्डा नै छ, न त्यति गरमै छ। दिन त बहुत राम्रो छ, गरम पनि छैन, ठन्डा पनि त्यस्तो छैन। र गाउँको माझामै हो काम पनि। गाउँको माझामै ब्रिज बन्दैछ, माने नदी थियो होला। नदी साइड नि अगाडि ब्रिज थिएन, यो अगाडि यसै बासाको ब्रिज के लगाएको थियो होला। यसपालि अब यो नयाँ ब्रिज बन्दैछ हामीको। यहाँ ब्रिज पनि बहुत ठुलो छ, बहुत लम्बा पनि छ। अब माथि टप तक लगा उठाएर कति आसानीले उठायो यस्तो भारी टप। मिसिनेरी मात्रै भएर पनि भएन, मान्छे पनि चाहिरह। जति मिसिनेरी आयो सायद लेबरको अलिअलि माल खान्छ, त्यही पनि लेबर त चाहिन्छ। सायद लेबर कम चाहिन्छ, तर लेबर चाहिँ चाहिन्छ। किनकि मान्छे बिना त जस्तै मिसिनेरी आए पनि मान्छे बिना त काम हुँदैन। त्यहाँ एक दुईवटा मान्छे त हात लाउनै पर्छ। जाली हालो, कति मिटर गयो, अलिकति बेन भयो, त्यसलाई फेरि घुराउनु न, उसको बादमा फेरि जान्छ त्यो। जाँदैछ 12 मिटर पो खुदाइ गरेको छ त तल पाइलिङ। मान्छे पनि लागिरहेको छन्, 6-7 जना कति छन्, अब 6-7 जना छन् लागिरहेको छन्। अझै अब मेरो 4 दिन जस्तो यहाँ बस्नु पर्ला होला। उसको बादमा फेरि जानुपर्छ तेजपुरमा पनि यहाँको नयाँ साइड छ। यहाँ ढेकाजुली साइडमा पनि साइड छ। यसपालि 2-3वटा साइड छ यसपालि पनि। त्यही हो, अप एन्ड डाउन गरिराख्नु पऱ्यो। एजेक्स मेसिन एउटै छ, जता काम छ त्यतै जानु पऱ्यो, बस्नु पऱ्यो। काम सकिन्छ 2-3 दिनमा, फेरि रिटर्न उतै जानु पऱ्यो। र मेरो बेसी बसाइ चाहिँ तेजपुरमै हुन्छ। तेजपुर यो बिन्दुगुरीमै हुन्छ, किनकि वहाँ मेरो रुम छ। र बाहिर बस्दा चाहिँ यसै साधारण सिम्पल अलिकति कपडा लिएर आउँछु, यसै टेम्पोररी 2 दिन बस्नको लागि। जालीमा टुसन लगाएको थिएँ, र टुसन खोल्न लागि रडको साप पटेर टुसन खोल्दैन, किनकि टुसन तल बनाएको छ नि त, जाली त पुरा पस्नुपर्छ। यहाँको नदीको साइडको प्लेस हो। माछा चाहिँ हाले यहाँ बहुत थियो अरे, मारेर माछा चाहिँ तर बहुत छन्। तर यहाँ ठुला माछा छैन, सानो माछा, नदीको माछा। कहिले जाल हालेर, कहिले कारेन्ट सर्ट गरेर माछा चाहिँ खाइरहेको छ। अब यहाँको साइड प्लेस हो यो। हालिसक्न आँट्यो, अब अलिक इच्छा। उसको बादमा कास्टिङ बन्द छ मेरो मेसिनलाई। जाली हालिसकेर म जान्छु मेसिनमा र कङ्क्रिट बनाउँछु। र कङ्क्रिट खतम हुनलाई, माने यो पाइलिङ खतम हुनलाई लाग्छ 2-3 घन्टा लाग्छ। अब मसला बनाएर ल्याएर हाल्नु छ। सिमेन्ट हाल्न लेबर अलिकति लेट गर्छन् भनेर मात्रै, नसायद अझै छिटो हुन्छ। भयो कम्प्लिटली गयो, त्यो आरामले जान्छ। अब यो आजको मेरो न्यू भिडियो।